इलामको माइचोकमै गाउँपालिका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध छ। तर प्रचार प्रसार, पूर्वाधार विकास र पर्यटन प्रवर्धनको अभावमा यहाँका धेरै पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन्। गाउँपालिकामा थुम्के रानी, उत्तरे पोखरी, सातताले झरना, गणेश पार्क, शिवालय मन्दिर, साङछोलिङ गुम्बा, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको माईबेनी तथा किराँत सभ्यता, वीर पुरुष यलम्बरको प्रतिमा लगायतका पर्यटकीय स्थल रहेका छन्। यससँगै मेघमा क्षेत्र, दुर्लभ रेड पाण्डाका वासस्थान र विभिन्न प्रजातिका चराचुरुङ्गीले पनि माइजोकमाईको पर्यटन सम्भावनालाई थप आकर्षण बनाएको छ। प्रसाद आचार्य, माइजोकमाई एक नयाँबजार निवासी र हाम्रो गाउँपालिका अन्तर्गत रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमध्येमा नयाँबजारको केन्द्रमा रहेको बालागौरी शिवालय मन्दिर, दुर्गादेवी मन्दिर, उत्तरे पोखरी, मेघमा गुम्बा, थुम्के रानी, मलु पोखरी, महादेव थान गुफा, साततले झरना लगायतका थुप्रै पर्यटकीय तथा धार्मिक स्थलहरूको संरक्षण, सम्वर्धन र यिनीहरूको प्रचार प्रसारको लागि माइजोकमाई गाउँपालिकाले पनि आवश्यक पोस्टर, पम्पलेट तथा प्रचार प्रसारका अन्य सामग्रीहरू को व्यवस्था गरी पर्यटन प्रवर्धनमा आवश्यक सहयोग गरिदिए अझ राम्रो हुने थियो भन्ने मलाई लागेको छ। यति धेरै प्राकृतिक र सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि पर्याप्त प्रचार प्रसार, सहज पहुँच, पर्यटकीय पूर्वाधार र दीर्घकालीन पर्यटन योजनाको अभावमा यी गन्तव्यले अपेक्षित पहिचान पाउन सकेको छैन। स्थानीयवासीका अनुसार प्रभावकारी योजना बनाएर पर्यटन पूर्वाधार, विस्तार, सम्पदाको संरक्षण तथा प्रचार प्रसारमा जोड दिए माइजोकमाईलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ।